साथी भइसकेपछि चाहिँ सानो सानो कुरामा पनि जुत्ता दुख्ने हुँदो रहेछ क्या। अनि हामी बोलिनौँ के कति वर्ष बोलिनौँ। 8 क्लासमा त्यस्तो भएको 9, 10 बिदाईको टाइमतिर मात्रै हामी बोल्यौँ। यसले चाहिँ मलाई कसैले ल्याइदिएको रे के लिस्ट देखा मेवा मेवा अनि यहाँ छ पिपीलाई थोडा सा चुरुप्पा। हामी पिपीले फेरि यस्तो चाहिँ खानुहुन्न नि यसो चाख्ने कोसेली फुर्ती बिस्कुट यस्तो कोसेली लिएर आउँछ यसले। सेवा नमस्ते स्वागत छ मेरो युट्युब च्यानलमा मेरो युट्युब फ्यामिलीहरूलाई। अनि आई होप सबैजना सन्चै हुनुहुन्छ होला आराम कुशलै हुनुहुन्छ होला। म सन्चै नै छु आराम कुशलै छु अनि सन्चै र आरामै रहनु होला भन्ने मेरो कामना छ तपाईँहरूलाई। अनि म चाहिँ जाँदैछु अहिले 7 बजिसक्यो घाँसमा। अनि घाम पनि लाग्दैछ पानी परेर दिन खराब भइरहेछ साथीहरू। अनि आज यति भन्दै मेरो नयाँ दिन अनि नयाँ भिडियो एन्ड भ्लग सुरु गरिरहेको छु साथीहरू। पानी परेर देख्न सक्नुहुन्छ म चाहिँ गमबुटमा लेस लगाएर जाँदैछु किनभने घाँस काट्नुपर्छ काम नगरी माम हुन्न। अनि तपाईँहरूले भिडियो कताबाट हेर्दै हुन्छ भन्नु न दाती। अनि सबैले मलाई फर्स्ट अफ अल त के भन्न चाहन्छु भने तपाईँहरूले सुरुमै मेरो युट्युब च्यानलमा सब्सक्राइब गरिदिनु अनि लाइक कमेन्ट गरिदिनु अनि मेरो कमी कमजोरीको बारेमा बताइदिनुहोस् भन्न चाहन्छु साथीहरू। गाउँ हेर्नु न कस्तो राम्रो झुल्किँदैछ नि तपाईँहरूले देख्नुहुँदैछ कि छैन मैले चाहिँ देखिरहेको छु। अनि देख्नु न हाम्रो चाहिँ अहिले धेरै छिटो पानी परेर पुरा घाँसहरू चाहिँ पलाइसकेको छ नि त हो। धेरै छिटो होइन पानी परेको छ त्यही भएर घाँस पनि छिट्टै पलाउँछ न त भए त चाहिँ त बैशाखतिर घाँस पाउनु धेरै गाह्रो हुन्छ। तर अहिले त हेर्नु न बाटैभरि पनि घाँसै छ। तर यो छोटो छ सदाभा त हामी सिलाउँथ्यौँ। हाम्रो चाहिँ भुसको घाँस काट्नु पर्दैन कि काग काग चरा हेर्नु न आकाशमा देख्दै हुन्छ कालो कालो खम्दा छैन हौ। यस्तो गाउँ सबै खान्छ काग हेर्नु न फेरि कम्ता छैन। आकाशभरि यसले गाउँ नि एक झप्को बस्यो भने सबै खाइदिन्छ क्या। आई यसो अथवा पनि मेरो हात लकै गल्छ हौ खुट्टो के भइहाल्छ। तपाईँहरूको हात गल्दैन। अनि मैले चाहिँ यहाँ चाहिँ डोको है यो डोकोको नाम्रो यसरी बोकिरहेको छु। आइया घाँस चाहिँ त्यही दिन्छ अब म यतैबाट सिलाउँदै जान्छु साथीहरू। घाँसको भारी पुऱ्याउनु पर्ने छ अनि घाँसको नजिकै काट्यो भने बोकेर लानु पनि सजिलो हुन्छ नि त। टाढो बाटो भयो भने त कुन बेला घर पुग्नु हुन्छ क्या बिसाउँदै जानुपर्छ अनि ढिलो हुन्छ। यति भन्दै म घाँस काट्न लागेँ साथीहरू। म चाहिँ घाँसबाट आएर पनि अब यहाँ बिस्कुट सुकाउनु लागेको छु। मैले चाहिँ यहाँ देख्न सक्नुहुन्छ पाल्टिन टलिसकेको छु। यो त्यो सेतो बिस्कुट भन्नको मतलब गाउँ कुद्नु पर्ने छ। पानी त उयो 1 बजीदेखि देखेर थियो अब कति बजीदेखि आउँछ थाहा छैन। 1-2 दिन चाहिँ सुकाउनु पऱ्यो अनि कुटिहाल्छु। कुटिसक्नु भइसक्यो मलाई काम चाहिँ। देख्नुहुन्छ मौसम चाहिँ यस्तो छ क्या बादल टिपेर खाम खालको क्या। हेर्नु न लु खानै म त खाइसकेँ। कस्तो राम्रो क्या मौसम चाहिँ भन्दा पनि घाम नलाएर खत्तम भए पनि यो चाहिँ छ है। क्याम्पस हेर्नु न कत्रो भइसकेको छ यार। म आज देख्दैछु बोटमा क्याम्पस खाने बेला गयो। म त आलु बगडा पो हेर्नु जानु पर्छ साँच्चै। आलु बगडा थाहा होइन खाने बेला हो जान्छु त कत्रो मलाई अहिले पनि खाने जस्तो लाग्छ। तपाईँहरूकोतिर आलु बगडा छ कि छैन भन्नै सकेन। हाम्रोतिर त अम्बक सुन्तला आलु बगडा अनि सुन्तला चाहिँ यसपालि
अरू नै के यत्रो यत्रो रहेछ खानु पछाडि यत्रो 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 रहेछ सुन्तला चाहिँ भर्खर सानो फल्दै रहेछ साथीहरू अनि आलु बगरमा खानु जाँदैछु ल कस्तो भयो मैले आलु बगर नखाए कति भइसक्यो तपाईँहरूलाई के थाहा एकदम ह्याप्पी छु म देख्न सक्नुहुन्छ आलु बगर यस्तो भएर बसिरहेको रहेछ मैले त हिजो टिकटकमा अब के कसले हो के गम खाइराख्नु भएको थियो नि त यस्तो हुन्छ क्या के गम खाइराख्नु भएको थियो अनि मैले फर यु पेजमा आएर मैले देखेको थिएँ अनि मैले एक्कासी अहिले मैले उयो हेर्दाखेरि आलु बगरा कस्तो हुँदैछ भनेर यादै ट्राई गर्छु ल अहिले मिठो त हुँदैन अलिक तितो टाइपको हुन्छ अलिक पछि मिठो हुन्छ भएर त्यति बाक्लो छैन रहेछ खाना हुनै हामीले कत्रो बोट पो थियो त साथीहरू ढालिदिएको यो सबै उँधो साइडको यहाँ यो 2-3वटा बोट थियो कि यताको त कुनै त हरियो रहेछ अबको 10-12 दिनपछि चाहिँ खतरा खाने बेला हुन्छ त्यसले खतरा खान्छ हामीले यो भबराले खाएको कि यो चाहिँ अलिक फाल्टु टेस्ट हुन्छ क्या भन्नुको मतलब मिठो हुन्छ भन्ने हो क्या अनि के हुन्छ भने पहिला भबराले खाएको होइन भबराले खाएको भन्छौँ के केटाकेटीमा अनि बाटो खान्छौँ क्या हामी छिटो घिन पो लाग्यो अनि पहिला कि हामीले पहिला स्कुल जाँदाखेरि यो आलु बगराले कतिजना साथी बनाउँथ्यौँ यस्तो आलु बगरा अहिले आल्चाको समय सिजन हो नि त अनि उभोको साथीहरूले चाहिँ आल्चा ल्याउनु हुन्थ्यो अनि हामीले चाहिँ आलु बगरा लान्थ्यौँ अनि त मलाई पनि दिएन भन्ने मलाई पनि दिएन भन्ने साथीहरू त कति हो दिन आलु बगरा लग्यो कस्तो बोट थियो नि त अहिले पो छैन यो फेदको माथि छ ढालेको सबै अमिलो केटाकेटीमा स्कुलमा जे पनि मिठो गयो पहिलाको समय नै त्यस्तै थियो होला सायद अनि हामीले त अहिलेदेखि नै टिपेर लगेर खाने बेला सिजनमा त केही नहुने के हाम्रो चाहिँ स्कुल लाइफ त्यसरी बितेको थियो क्या याद गयो अनि यो झार पनि अमिलो हुन्छ नि खानुहुन्छ कि पहिला खाइन्छ खुब म चाहिँ बिस्कुट सुकाउनु आएको बगरा हेर्नु आएको कस्तो भयो भनेर अम्बकको बेला अम्बक हाम्रोमा चाहिँ जे पनि हुन्थ्यो पहिला चाहिँ अनि अङ्गुर यहाँ कति फल्दैछ भन्ने कुरा म तपाईँहरूलाई देखाउँछु साथीहरू देख्न सक्नुहुन्छ यति धेरै अङ्गुर पनि फल्दैछ हो अनि पहिला चाहिँ आलु बगराको सिजनमा आलु बगरा खामपासीको सिजनमा खामपासी भनेको चाहिँ हाम्रो भाषा होला सायद मलाई पनि थाहा छैन यसलाई चाहिँ आरु भन्छ होला अनि आरु भन्दैछ अरूले चाहिँ आलु बगरा भन्दैछ आरु चाहिँ 2 खालको हुन्छ नि त एउटा छिटो पाक्ने रातो टाइपको भित्र पनि रातो हुने त्यो चाहिँ हाम्रो डलो अनि माथि भावनाहरूको चाहिँ होला हाम्रोमा चाहिँ छैन अहिले त्यो हुन्थ्यो त्यो बेलाको सिजनमा त्यो लगिन्थ्यो अनि सुन्तलाको सिजनमा सुन्तला अमिलोको सिजनमा अमिलो सब लगिन्छ अम्बकको सिजनमा अम्बक साथीहरू त कति हो अनि
कतिजना साथीहरू त मेरो घर पनि आउनु भएको छ आएको छन् मेरो घर चाहिँ आएको छन् अनि म उनीहरूको घर चाहिँ गएको छैन एक दुईजनाको चाहिँ डर गएको कि म उनीहरूको घर साथी पनि थिएन एकजनाले त बिहे गरिसक्यो दुईजनाले पनि बिहे गरिसक्यो अनि अरू कसको घर गएर मैले गएको साथीहरूको घरको सबैजनाले बिहे गरिसक्यो साथी सरुनाले बिहे गर्यो कमल साथीले बिहे गर्यो बिलपले गर्यो वन्दनाले गर्यो 4 जनाको घर चाहिँ गएको छु है म अनि उनीहरूसँग बेस्ट फ्रेन्ड अनि अरू पनि साथीहरू धेरैजना त आएको अनि सम्झनाको घर गयो सम्झनाको घर भनेपछि कमल सरुनाहरू चाहिँ 5 क्लासमा पढ्दाखेरि थियो हो अनि 6 क्लासमा पढ्दाखेरि वन्दना थियो अनि 8 9 मा 7 8 6 7 8 9 10 मा अनि उयोको घर पनि म त कतिजनाको घर गएछु साथीको घर त अरुणा के भन्छ अर्पणाको घर गएँ अनि बेस्ट फ्रेन्ड भनेको चाहिँ मैले सबैभन्दा त्यो साथी बच्चाको बेलाको हो कि कमल सरीहरू चाहिँ त्यस्तो बेस्ट फ्रेन्ड छ होइन तर आउने जाने चाहिँ हुन्थ्यो अनि आउने जाने चाहिँ हुन्छु जोस् अनि साथीहरू मेन साथी भनेको 6 क्लासमा भेटेको सम्झना पनि हो सम्झना मैले सबैभन्दा त्यो टाइममा चाहिँ अर्पणा हो क्या अर्पणासँग एकदम बेस्ट फ्रेन्ड हो हामी सानो कुरामा हामी डिस्कस गरेर नबोलेको पनि थियो अहिले ऊ जापानमा हो अनि त्यो कुरा सम्झँदा हाँसु छ कि केटाकेटीलाई हो अनि बेस्ट साथी भइसकेपछि चाहिँ सानो सानो कुराले पनि जुत्ता दुख्ने हुँदो रहेछ क्या के भएको भने खोइ सानो कुरामै खोइ के हो त्यो पनि थाहा पाइनँ अनि उसले पनि मलाई फकाएन अनि मैले पनि उसलाई फकाएको थिइनँ अनि दुईजना नफकाएपछि म पनि फेरि घमण्डी टाइपको थिएँ म पनि घमण्डी टाइपको अनि त्यो छुस्केको बेला म पनि सेकेन्ड बेन्चमा गएँ कि खोइ के भयो सेकेन्ड बेन्चमा गएर बस्न थाल्यौँ अनि सानो कुरामै के त्यो त्यस्तो झगडा गरेको नै होइन उसले के पो भनेको थियो अनि मैले के पो भनेको थियो होला अनि के कुरामा हो कि सानो कि अरू साथी बनाएर हो कि किन हो त चाहिँ मैले बिर्सेँ अनि हामी बोलिनौँ के कति वर्ष बोलिनौँ 8 क्लासमा त्यस्तो भएको 9 10 बिदाइको टाइमतिर मात्रै हामी बोल्यौँ अनि त्यो बेला चाहिँ त्यो पछि चाहिँ मैले सेकेन्ड बेन्चमा गएँ अनि सेकेन्ड बेन्चमा जाँदाखेरि हामी फर्स्ट बेन्चमा बस्थ्यौँ अनि सेकेन्ड बेन्चमा जाँदाखेरि चाहिँ अनुसाहरू धेरैजना थियो साथीहरू त अनुसा अनि धेरैजना थियो हामी 5 जना बसेको थियो सेकेन्ड बेन्चमा चाहिँ अरू बेन्च पनि थियो खाली तर पनि मलाई फर्स्ट सेकेन्ड बेन्चमा बस्ने अनि साथीहरू पनि अब फर्स्टमा बसेपछि सेकेन्डको बेन्चसँग त साथी भइ नै हालिन्छ अनि नजिक भइ नै हालिन्छ मनसुबाहरू थियो अनि सेकेन्ड बेन्चमा गएर बसेँ अनि त्यत्तिकै बोल्नु छोड्यौँ अनि एसी दिँदाखेरि बोल्यौँ अनि त्यहाँदेखिको साथी फेरि पछिबाट सेकेन्ड बेन्चमा बस्दै जाँदाखेरि बिलपसँग कसरी भेट भयो थाहा नै भएन अनि सुषमा चाहिँ पहिलेदेखि साथी थियो अनि मैले बिर्सिसकेँ क्या धेरै जस्तो कुरा सुषमा म अनि अनुसा अनि शेर्वी 3-4 जना अनि एकजना मनसुबा 5 जना बस्थ्यौँ सेकेन्ड बेन्चमा अनि सुषमा पनि अहिले त छैन चाहिँ संसारमा कस्तो मिलापी थियो अनि रिस पनि उस्तै थियो कि उसँग चाहिँ हामी कहिले बाँच्थ्यौँ एकताको थियौँ त ऊ पनि छुट्टी टाइपको म त झन् सानोमा त छुट्टीको त कुरै नगरौँ अटेरी त्यस्तै छुट्टी
छुट्टी त्यो टाइपको थियो नि त, त्यही भएर पनि अर्पणसँग पनि त्यस्तो भएको होला सायद भन्छु म। अनि त्यहाँदेखि चाहिँ म फेरि उयोहरू भेटाएँ, बिलपहरू। अनि बिलपसँग फेरि बिलप, म, सम्झना, सुषमा चाहिँ कहिले पनि छुटिनौँ, एससी2सम्म छुटिनौँ। अनि बिलपले पनि फेरि एससी दिएपछि ट्याक्कै कोरोना आइदियो। अनि कोरोना आइसकेपछि चाहिँ हामी छुटेको, त्यहाँदेखि छुटेकै सुषमासँग त कहिले पनि भेट पनि भएन। अब त भेट पनि हुँदैन होला साथीहरू। जिन्दगी भनेको यस्तै हुँदोरहेछ, कति कहाँ के भइसक्दो रहेछ सक्दो रहेछ। म आफै छक्क पर्छु के। अनि के गर्नु, एकदम मैले त्यो कुराहरू निस्काइरहेको हुन्छु। अनि म त त्यो जुन कुरा सुनेर म त पनि छक्क परेको थिएँ। अनि मैले चाहिँ बिहान बहिनी म घरमा थियो, काठमाडौँमा थियो, अनि भेट्नुपर्छ भन्नुभएको थियो कि सुषमासँग चाहिँ। अनि पनि दसैँमा घर आयो भने चाहिँ भेट्नुपर्छ भनेर हामी कति धेरै सल्लाह गरिरहेको थियौँ। त्यो म्यासेज पनि छ अझै पनि। अनि म त अनि बहिनी स्कुल जान्थ्यो, अनि बहिनीलाई म चाहिँ खाना बनाएर रेडी पारेर स्कुल पठाएर अनि यसो फोन हेर्छु त पुरा फेसबुक भरि म त के भएको क्या हेर्नु न, लकी प्लान देख्नुभयो? लकी प्लान भन्दैन, यसलाई के भन्छ? अनि के भएको म त आफै रोएँ के। अनि म त यस्तो उसँग भेट्ने कुरा गरिरहेको 2 दिन मात्रै अगाडि कुरा गरेको, अनि त्यसबाट त्यस्तो भइहाल्यो। जिन्दगी भन्ने कुरा यस्तै रहेछ, के गर्नु। कहिले खुसी, कहिले दुःखी, कहिले कालो दिन, कहिले राम्रो दिन। अनि बिलपसँग कहिले छुटिनौँ। अनि बिलपले म त्यहाँ थिएँ नि, अनि एससीको टाइम पछि लकडाउन भयो, लकडाउनमा म परिनँ। अनि सम्झनाहरू, सुषमा अनि बिलप चाहिँ पऱ्यो, म चाहिँ परिनँ। म त धरान झर्ने भनेर बसिरहेको थिएँ, अनि धरान पनि झर्नु पाइएन लकडाउनले गर्दाखेरि। अनि त्यो वर्ष त्यत्तिकै ग्याप भयो। अनि बिलपले पनि त्यहाँदेखि म उदो नधरी नै जस बिलपले पनि बिहे गरिहाल्यो। अनि बिहे गर्यो, उसँग पनि त्यहाँदेखि भेटै भएको छैन। सोसियल मिडियातिर चाहिँ भेट भइरहेको हुन्छ, घरिघरि बोल्छौँ। उसको त छोरी पनि भइसक्यो 4-5 वर्षको। अनि सम्झनाले पनि बिहे गरिसक्यो। सुषमा त यो संसारमा छँदै छैन। अनि मै छु एकजना संसारको धरतीको बोझ भएर बाँचेको चाहिँ मै होला। के गर्नु, यस्तै छ। घरिघरि त ड्याम मन लाग्छ। अब मैले चाहिँ यहाँको गाउँ लानुपर्ने हुन्छ। खोइ लाग्दै मर्दै गइरहन्छ हौ। 1 बजीदेखि पानी त देखाइरहेको छ, तर पर्छ कि पर्दैन थाहा त हुँदैन। पर्न त पर्छ होला, 40% देखाइरहेको छ। अब 2 थुम्सी चाहिँ सुकाउँछु, धेरै त सुकाउँदिनँ, भरे घाम लाग्यो। कुट्नु पऱ्यो त्यत्तिकै स्याहार। अनि कुट्नु पर्ने हाम्रो गाउँ चाहिँ यति नै छ। अनि म चाहिँ यही गाउँ सुकाएर खाना हजुर सक्थेछ नि, के गर्नु। आज त 2 थुम्सी मात्रै सुकाउने हो, भरे घाम कडा लाग्दै गयो भने गर्ने हो। 1 बजीदेखि पानी देखाइरहेको छ के। अनि काम छ नि, यो कुट्ने मात्रै होइन, अनि फन्ने भन्न बिस्तारै गर्ने हो सबै काम सकेपछि। म चाहिँ यसरी बिस्कुट सुकाउँदैछु। मेरो खुट्टा चाहिँ अन्त खुट्टाले यस्तो गरेर स्याट हाल्दै नै गलाउँछु।
लिनु भएको ए ऊ घाँसै घाँस छ त त्यतै गरी अस्ति नै उयोले काटिसक्यो अस्ति नै फुच्चेले काटिसक्यो माथि अँ मैले त्यहाँ त्यो काट्नु झरेको रहेछ अनि त्यो त दाजुहरूको भनेको थिएँ उता उताको पो काट्यो होला भन्छु एक ठुम्से तीन ठुम्से सुकाउनु पर्यो लगाएर सुकाउनु पर्छ अनि सुक्छ अनि कुट्छ चाहिँ गाउँ कुट्न आँटेको अब साथीहरू देख्न सक्नुहुन्छ लट्ठी सट्ठी रेडी पारिसकेको छु सुकाएर पनि उठिसकेको छु 2 घन्टा बनाउनु पर्यो भनेर 3 ठुम्से सुकाएको घाम फेरि चिरिक्कै लागिरहेछ त्यसै 3 ठुम्से कुटेर पनि यो 1 ठुम्से लिएर सुकाएको फेरि बेबी पहरा लाउँदै हुनुहुन्छ हातले नपुग्दैन है अनि म चाहिँ यहाँ यस्तो कुर्दैछु कि यसलाई मेरो खुट्टा हेर्नु त्यहाँ यहाँतिर सबै पिल्चाइसकिसक्यो अनि म चाहिँ यहाँ मेरो हात चाहिँ नहेर्नु मेरो हात त्यस्तै छ कुर्दैछु पानी आउनु लागेको छ त्यस्तै छ दिन म त्यसरी कुटिरहेको छु अब एक उयोले नदिएको भए पनि हुन्थ्यो ठिक्क हुन्थ्यो अब पानी पर्नु सुरु भइहाल्यो सिताइसक्यो कुन बेला सक्नु बिजोग छ साथीहरू बिजोग खरी बिजोग तीहरू देख्न सक्नुहुन्छ सर्ट कलर कहाँभित्र पसिगयो पानी आएर म चाहिँ अब फेरि गाउँ फर्नु पर्यो नि थत्थ यहाँनिर उयो थुम्सीको चाहिँ पालसँग उठाएर ल्याएको कुटी चाहिँ सही छैन अलिअलि कुट्दै थिएँ फेरि सुकेन रहेछ कि त्यही माथि अनि आएर खाजा साजा खाँदा त पानी हरेर आयो त्यहाँदेखि पुमपाम पारेर लिएर आएको अब भोलि चाहिँ सक्छ होला सायद मेरो विचारमा साथीहरू यहाँको आइपुगिसक्यो हेर्नु सक्नुहुन्छ को हो यो मलाई चिनेन यसले मलाई के दिनु आँटिस गरे तैँले मलाई के दिनु लाइस गरे अहिले त केही दिनु होइन केही छैन मसँग के गर्नु सरप्राइज दे गरे कि ए सरप्राइज सरप्राइज दिनुलाई नभनी आएको त भनिनास्के हो मलाई सरप्राइज दिनु होइन भन्छ र न्यु खोज्छ कि मसँग खासमा मैले सरप्राइज हिजो भावना सुँगेर गएको थिएँ अरे शान्ताले नभने मुना भनेको त भावनालाई भनिसक्यो अब गएर भन्छ होला भनिरहन्थ्यो अनि त्यहाँदेखि अहिले थाहा पाइसकेको रहेछ मैले यो आएको पनि थाहा पाएको म चाहिँ के भयो भने म यो आउँदैछ भन्ने कुरा चाहिँ थाहा पाइनँ कि तर निनी यसो म बिहिबारे गइरहेको निनी फेरि यता आइरहनुहुन्छ त बोलेको सुन्छु घरभित्र पस्नु भएको रहेछ निनी जस्तै सुन्छु त अरे निनी कहिले आउनु भन्छ अहिले बिहान आइपुगेको हिजो आएर खत्री गाउँमै बसेको तपाईँ मात्रै आउनुभयो भनेको सुषमा र ज्वाइँ पनि आएको तिनीहरू 9 बजीतिर घर पुगेन अरे भन्नुहुन्छ म त कामदेखि नभनी आएको के यहाँ मात्र हो र शान्तलाई अन्त त्यहाँदेखि म चाहिँ यसलाई कहिले आउँछ भनिहिन्छु खै भनिन्छ अब यो गाउँको जाल खान आएको छ अन्त यत्रो गाउँहरू कुटेर मेरै लाग्यो होला धुमधाम म त पकाएकै छैन जाँतो छैन जाँतो गाउँ त कुटिसकेको छैन ऊ कति छ ऊ हाम्रो पिपी त्यहाँ हेर आएकोदेखि एक दिन बिसाएको छैन आएकोदेखि गाउँ टिप्यो होला एक दिन बिसाएको छैन नि पिपी हामी सक्छु लडिन्छु धन्न तपाईँ त हामी त झन् यसले चाहिँ मलाई कसैले ल्याइदिएको अरे के लिस्ट देखा मेवा मेवा अनि यहाँ छ पिपीलाई थोडा सा चुरुप्पा
हाम्रो पिपीले फेरि यस्तो त खानुहुन्न नि यसो चाख्ने कोसेली उफुर्टी बिस्कुट यस्तो कोसेली लिएर आउँछ यसले उठी छ एउटा पिपीलाई मलाई चाहिँ के ल्याइदिइस् तेरो फेभरेट किटक्याट लो खा रात परिसक्यो इस मेरो फेभरेट हो यो हेर्न यसो लगाएको बुनु लजाको हो त्यो मुखनाथ हो है आ? नमस्ते गर्दो सबैलाई नमस्ते भन न गाइमीसँगै आएको अरे भन्छ गाइमीले के भन्यो नाना भन्यो है प्रान्सी नाना भनिन् गरे केही पनि भनिनन् न यहाँ बस्ती लाउँछ यतापट्टि बस्छ त्यही हो साथीहरू अब बन्द गर्न हो लाज लाग्यो रे यसलाई माइत आएकीलाई लाज लाग्छ तर यसले माइत के लिए पनि दिदीको हाल चाहिँ यस्तो छ है के गर्नु यही एउटा मैले खानु पर्ने यसलाई म एक्समा दिन्छु औषधि यसको औषधि फेरि फाल्टै हुन्छ कि यस्तो होइन चक्लेटहरू छोक्रा हो यसको रस यसको जुस यसको रस जुस भनेर के भने मैले अस्ति जुस 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 होइन खोइ के जुस 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 यसको पुऱ्याउनु जान्दैछु ऊ त जुस के हो कोहीले पो अनारको जुस भावनाको मम्मीलाई हुँदा ए साँच्ची अनारको जुस हौ भन्छु जुस भन्न ए जुस जुस भन्न भनेको जुस 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 भनिन्छ यसले यसले यस्तोको जुस खान्छ अनि कहाँबाट त्यो जुस थाहा हुन्छ यसलाई शर्मा गई क्या मनको मेकअप गई ल पिपी सुषमा माइत आकी के ल्याइदी सुषमा माइती आकी के ल्याइदी जाँड सार छान्नु जाँड चाहिँ खानुपर्छ है फेरि भात पकाउनु पर्ने छ हौ के गर्नु म पनि यो सकाएर खाना बनाउनु लागेको चाल भारी शान्तालाई कसैले होइन बिबी यो शान्ता बोनस लबर तपाईँ बिस्कुट कसैले देखा त यही पो फोटो राखिदिनु पर्यो रोटीहरू ल्याउनु पर्ने खासमा नि तेल रोटी कसैले खाँदैनन् अनि पहिला ल्याउँथे खाँदैनन् यस्तो हो कि हाम्रो चाहिँ फेरि राईहरू चाहिँ त्यस्तो रोटी सोटी बोक्ने चिज अरू कासको गर्छ हाम्रो चाहिँ अनिवार्य रक्सी चाहिँ हुनुपर्छ घर काजको अनि त्यो रोटी सोटी बोक्ने चाहिँ अब श्रेष्ठ छेत्री बाहुनहरूले चाहिँ लिएर आउनुहुन्छ हामी त्यसमा पर्दैनौँ हामी कोदोको जुस यस्तो हो सुरुमा चाहिँ ल्याउँछ सुरुमा चाहिँ ल्याउँछ पछिबाट ल्याउँदैन कसरी ल्याउ तपाईँले ल्याइदिएको अठाउनु न म अठाएको छुइनँ सक्कै परेन मेरो त यहाँ छ अब म नि उठाउनु पर्ला कति ढोरो केलाई जस मलाई दिइसकेको छु है परम्परा यो खाइन भने त सिरै पो ढल्छ त बाबै देउताको जहाँ देउता रिसाउँछ होला भनेर खान्छु यो त साँच्ची देउताको जरा है फेरि